आज चाहिँ हामी दिदी घुम्न जाउँ न त भनेर होइन रेडी हुँदै थियौँ। अब कुर्ताहरू लगाइसके पछाडि त सिन्दुर लगाउनै पर्यो होइन, राम्रो देखिन्छ नि त। अनि दिदी लाउँदै थियो सिन्दुर, मलाई पनि सिन्दुर लगाइदिएन तँले राम्रो लाउँछस् भनेर लगाइमा आएको त ढ्याब्राक्क बनाइदियो क्या उनीहरूले। हेर्नु न त्यहाँ मलाई त मनै परेन। अनि त्यो सिन्दुर मेट्दा गरेँ अझै पनि रातै छ हेर्नु न। अनि आफै लगाएँ क्या, सानो टिक्रिक्क पारेको। अब सिन्दुर धेरै लाउनु त राम्रो लाग्छ कि, तर सबै छरिन्छ क्या सिउँदोमा एक दुई दिन भयो, एकछिन बेलुकासम्म पुगेपछि सबै छरिन्छ नि त। अनि सबै रातै हुन्छ। अनि सानो सिन्दुर लाउन मन लाग्छ क्या मलाई चाहिँ। अनि हेर्नु न अब यहाँनिर चाहिँ फिर्तै घरमा आइज भनेर भिडियो गर्न थालेको थिएँ मैले चाहिँ, त्यसले थाहै पाकिरहन्छ क्या भिडियो गरेको भनेर टल्ल परेर हेरिरहेको थिएँ। अनि मैले त अघि भिडियो सुरु गरिसकेँ, छिटो पोस्ट गरेन भनेको अब यो भिडियो चाहिँ नहाले ला भनेर भन्दै थिएँ कि। अनि हामीले चाहिँ पोस्दियौँ ओर्यौँ अनि रेडी भएर चाहिँ नेल पोलिस पनि लगाएको छ हेर्नु न साथीहरू। उसले लाउँदो रहेछ कि मलाई पनि लगाएर भन्दै थियो, अल्छी लाग्यो भन्दै भन्दै पनि मैले पनि लगाएँ। अनि लिपस्टिक लाउँदैछ अल्छी गर्दै गर्दै। अनि अब कस्तो देखौँ त लास्टमा त देखाउनै पऱ्यो हिँड्ने बेलामा त होइन। अनि लास्टमा आइज त कस्तो देखौँ देखाउँछु भनेर भिडियो खिच्छु भनेर मैले खिचेँ। अनि निस्किँदै हेर्नु न बाटोमा भिडियो खिच्दै थियौँ कि, भिडियो खिच्दाखेरि चाहिँ मान्छेले मोबाइल तानेर लग्यो भने के हुन्छ होला नि भन्दै कुरा गर्दैछौँ क्या यहाँनिर हामीले चाहिँ। अनि त्यसले मलाई पार्क लान्छु भनेर लग्यो कि। हेर्नु न साथीहरू यो पार्क कसरी पार्क हो, यो पार्क हो त? मलाई तँलाई राम्रो पार्क लान्छु भनेर लिएर गएँ होइन, लास्टमा त यस्तोमा हेर्नु न यो। म त के देख्नु परेको यस्तो नि। अनि छक्कै परेँ, है तेरो कहाँको पार्क हो भनेर भनेको, पार्क त हो नि हेर न कति राम्रो छ भन्छ। अनि अब दिदीले भनेको पार्कको त भिडियो खिचिदिनै पऱ्यो। अनि मैले पनि अब तपाईँहरूलाई देखाउनु पऱ्यो नि त कस्तो पार्क हो भनेर, उँभो उँभो सबै क्यामेरा घुमाइ घुमाइ खिचेँ। अनि लास्टमा हामी आयौँ। धन्यवाद, बाई बाई।